गर्मी भयो हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी 8 बजे मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी खै केही पनि छैन पानी मात्र आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ भगवानको रूप तिमी प्रकृतिको गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो सन्तान आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन
तिमी सबको सेवा राम्रो सन्देश छर्यौ आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि अब यो चाहिँ चोगरे हुन्छ हेरे हेर न कस्तरी पानी सर्दै खेल्दै तिमी फर्किन्छौ लडी गोडी गर्दै तिमी हुर्किन्छौ पानी सर्दै खेल्दै तिमी फुर्किन्छौ लडी बुढी गर्दै तिमी हुर्किन्छौ आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको नानी तिमी हाम्रो प्रेमको निशानी तिमी आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन
गर्नुपर्ने होला क्या यस्तो यो खाता साता यो के त मेसो सरकार ए पोपै नभइजानु न पालो पालो गरौँ न एउटा एउटा गरेर त्यही जस्तो हो अहिले त बाहुन त हिन्दूको जस्तो बाहुन त छैन त्यो त टर्किनु आजकल भाइको जो मेरो जमानाको हिसाबले उच्च दर्जाको हो हामीहरू यहाँको आशीर्वाद मेरो नानीलाई दिनु हो राज्यहरू हुँदैछ हामीलाई फेरि तपाईँ शुभकामनालाई कोही कोही धन्यवाद दिँदै को भात खुलाएको निम्तोलाई आजको निम्तोमा आज प्रमुख हाम्रो जसको नाममा भात खुलाइ भइरहेछ आज हाम्रो प्रमुख मुख्य भनेको हाम्रो बाबु र आजको यसमा उहाँको निम्तोलाई स्वीकारेर आउनुभएका सम्पूर्ण मेरो आफन्तजनहरू मेरो ससुराहरू सासु साडु भाइहरू र हाम्रो सन्तोष बाबु तर्फबाट धेरै धेरै धन्यवाद र यो घरमा सबै दिन भन्छु धेरै हाम्रो प्रमुख राजाको सन्तान नमस्कार भन्दा पनि आफ्नो यति भनाइ मेरो कृष्ण भान्जालाई आफ्नो यति भनाइराख्नुलाई पनि म अनुरोध चाहन्छु धन्यवाद आज यस हाम्रो मामा सन्तोष गुरुङ र माइजू विष्णु गुरुङको नाति बाबुको अन्नप्राशन कार्यक्रममा
उपस्थिति हुनुभएका सम्पूर्ण आफन्तजनहरूलाई मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन प्रदान चाहन्छु, स्वीकार्नुहोला। धन्यवाद छ। हाम्रो मामाले आज यस हाम्रो बाबुको अन्नप्राशन कार्यक्रममा मलाई पनि एक दुई शब्द बोल्ने जुन अवसर दिनुभयो, हाम्रो मामालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्वर्गीय बाजे डम्बर गुरुङको शाखा सन्तान सपरिवारलाई यहाँ आज जुन भेटघाटको कार्यक्रम जोड्नु भयो, यसमा म विशेष गरी मेरो मामा सन्तोष गुरुङ र माइजू विष्णु गुरुङलाई आभारसहित धन्यवाद प्रदान चाहन्छु। सबैजनाले यतातिर ध्यान आकर्षित गर्न चाहे, कृपया शान्तपछि दिनुहोला। यहाँहरू सबैमा हुन्छ बोध, कृपया शान्त भएर बसिदिनु हुनको लागि हार्दिक हार्दिक अनुरोध। यस कार्यक्रम हाम्रा बाबुको अन्नप्राशनको सुखद उपलक्ष्यमा हामीलाई निमन्त्रणा गर्नुभएका मेरा प्रिय भाइ सन्तोष गुरुङ, बुहारी विष्णु गुरुङका ज्येष्ठ सुपुत्र सबुत गुरुङको छोराको आज अन्नप्राशनमा हामी यस कार्यक्रममा जमघट भएका छौँ। टिका बुहारी विष्णु गुरुङ अनि भजा सबै गुरुङको श्रीमान श्रीमान भरत र भरत बुहारी नाति दिएर एकछिन यस मञ्चमा आइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु भन्ने अनुरोध गर्दै अब हामी कार्यक्रमतिर लाग्दैछौँ। कृपया ल अब शरीफलाई है त्यसलाई नै गरे नै फरक पर्छ। हार्दिक अनुरोध गर्दै म पनि यहाँबाट र दिदीबहिनीहरूले हरेक जग्गामा हाम्रो 12 भाइभित्र पर्दा राम्रो काम नराम्रो काममा गएर तपाईँहरूको एकता देख्दा मलाई तपाईँहरूको दाइ भाइ भनौँ धेरै नै मलाई खुसी लाग्छ। यो एकता मान्छेले लाने केही पनि छैन। एक दिन हामी जतिसुकै उ गराए पनि एक दिन हामी खाली नै जाने हो। त्यो चिज हामीले कहिल्यै पनि भुल्नुहुन्न। हामी यसमा धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने यो चाहिँ हामीले चाहिँ त्यही नै हो। हाम्रो ससुराहरूमा पनि ससुर
उसमा पनि त्यही एकताहरू छ।